देशलाई एक किसिम यहाँ सिङ्गापुर बनाउनु परेको छैन। हाम्रो देशलाई नेपालै बनाउनको लागि हामी पनि आफ्नो काम व्यवसाय बच्चा सबै छोडेर डे वानदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको डे वानदेखि खटिएको र 2079 सालको 11 जना प्रत्यक्ष महिला मध्येको एउटा प्रत्यक्ष महिला म पनि हो। र अहिले पनि मैले यो चाहिँ आकांक्षी मात्र होइन म हुनुपर्छ भन्दैछु, किनभने 51% महिलाहरूलाई आवाज मात्र होइन उहाँहरूको व्यवस्थापन र उहाँहरूको चाहिँ समस्याका समाधान पनि म एउटा महिला उदाहरणका रूपमा आउनुपर्छ म जस्ता महिलाहरू भन्न चाहन्छु। त्यसकारण म यहाँ यस्तो हो, जनता लागेपछि केही लाग्दैन। विगतका घटनाहरूलाई हेर्नु होला, अब सचिन पनि सक्नु भएन उहाँहरू, अब सकिन खोज्नु भएको होला। तर उहाँहरूलाई हामी सक्न आएका होइनौँ, उहाँहरूले नगरेका काम चाहिँ गर्न आएका हुन्। यति चाहिँ बुझेँ मैले भनिहालेँ त, जनताले कहिले कसलाई कहाँ पुर्याउनु हुँदो रहेछ, कसले कसलाई कहाँ पुर्याउनु हुँदो रहेछ भने त झलझली इतिहासै बनिसकेको छैन नि, यो त ताजा घटनाहरू छन् नि। त्यसकारण हामी यस्ता घटनाहरू नदोहोरिउन्, यस्ता व्यक्तिहरू नदोहोरिउन्, यस्ता सिस्टमहरू नदोहोरिउन्। उहाँहरूका चाहिँ जुन एउटा यो देशलाई खोक्रो बनाएर हरेक जन्मिँदै गरेको नेपालीको टाउकामा 80,000 ऋण बोकाएर त्यो आमा बुवाले जति बेला नि पीडा पोख्दै तिमीलाई पढाउनु पर्छ बढाउनु पर्छ, अब तिमीले विदेशै जानुपर्छ भन्ने बाध्यात्मक हिसाबमा लगिरहेको अवस्थामा यसलाई हामी चिर्न चाहन्छौँ। त्यसका लागि मेरो उम्मेदवारी हो। र एउटा कुरा के छ भने मलाई धेरैले प्रश्न गर्नुहुन्छ अन्य दलबाटै आउनु भएको छ त तपाईँहरूको पार्टीमा फेरि त्यस्तै हुने हो कि भन्नुहुन्छ। यहाँ सिस्टम छ, सिस्टममा बस्दिनु होला। अन्य दल बिग्रियो भनेर त यहाँ आउनु भएको होला नि, बनाउँछु भनेर बिगार्न त आउनु भएको होइन होला। त्यस्तो मानसिकता कहीँ कहीँ देखिन्छ। केही साथीहरू म मात्रै बन्नुपर्छ भन्ने पनि छ, तर त्यो अहङ्कारलाई छोडेर हामीले आफ्ना छोराछोरीको आत्मसात गरेर छोराछोरीलाई हेरेर कम्तीमा भोलि हामीले राजनीति गर्दाखेरि घर जाँदा ती छोराछोरीले प्रश्न गर्दा तिमीले गरेको राजनीति हाम्रो पुस्तालाई ठिक छ त भन्दा छाती फुलाएर एउटा कन्फिडेन्सका साथ मैले गरेको राजनीति ठिक छ भन्नलाई म चाहिँ आएको, अरूको विषय चाहिँ म जान्दिनँ। तपाईँहरूलाई काम गर्न दिएको छैन भने देश र जनताका लागि अझै पनि राष्ट्रिय स्वतन्त्र पार्टीको ढोका खुल्ला छ। तपाईँहरू हामी एक भएर यो देश निर्माणमा फेरि पनि यहाँ कतिले चाहिँ देश परिवर्तन गर्ने भन्नुहुन्छ, यसो नभन्नु होला। देश परिवर्तन हुँदैन, देशभित्र भएका समस्याहरूलाई हामीले चाहिँ यसलाई निरुत्साहित गर्ने हो, यसलाई चाहिँ होइन व्यवस्थापन गर्ने हो। त्यसकारण हामी एउटा प्लेटफर्ममा उभिएर अब देशलाई एक किसिम यहाँ सिङ्गापुर बनाउनु परेको छैन। हाम्रो देशलाई नेपालै बनाउनको लागि हामी पनि आफ्नो काम व्यवसाय बच्चा सबै छोडेर डे वानदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको डे वानदेखि खटिएको र 2079 सालको 11 जना प्रत्यक्ष महिला मध्येको एउटा प्रत्यक्ष महिला म पनि हो। र अहिले पनि मैले यो चाहिँ आकांक्षी मात्र होइन म हुनुपर्छ भन्दैछु, किनभने 51% महिलाहरूलाई आवाज मात्र होइन उहाँहरूको व्यवस्थापन र उहाँहरूको चाहिँ समस्याका समाधान पनि म एउटा महिला उदाहरणका रूपमा आउनुपर्छ म जस्ता महिलाहरू भन्न चाहन्छु। त्यसकारण म यहाँहरूलाई धेरै धन्यवाद। तपाईले भनेपछि काठमाडौँ भित्रको क्षेत्र नम्बर 5 को आकांक्षी हुनुहुन्छ तपाईँ? हजुर हजुर हैन, त्यहाँ त वरिष्ठ नेता हुनुहुन्छ त, अहिले नेकपा एमालेको अध्यक्षमा हैन प्रत्याशी हुनुहुन्थ्यो ईश्वर पोखरेल, उहाँ एकल सिफारिस पनि हुनुहुन्छ सायद। त्यहाँ सकिन्छ भिड्न सकिन्छ त्यत्रो भेटरानसँग? यस्तो हो, जनता लागेपछि केही लाग्दैन। विगतका घटनाहरूलाई हेर्नु होला, अब सचिन पनि सक्नु भएन उहाँहरू, अब सकिन खोज्नु भएको होला। तर उहाँहरूलाई हामी सक्न आएका होइनौँ, उहाँहरूले नगरेका काम चाहिँ गर्न आएका हुन्। यति चाहिँ बुझेँ मैले। क्षेत्र नम्बर 5 त एमालेको गढ भनेर चिनिन्छ फेरि। ठिक छ नि, आज जनताले मैले भनिहालेँ त, जनताले कहिले कसलाई कहाँ पुर्याउनु हुँदो रहेछ, कसले कसलाई कहाँ पुर्याउनु हुँदो रहेछ भने त झलझली इतिहासै बनिसकेको छैन नि, यो त ताजा घटनाहरू छन् नि। त्यसकारण हामी यस्ता घटनाहरू नदोहोरिउन्, यस्ता व्यक्तिहरू नदोहोरिउन्, यस्ता सिस्टमहरू नदोहोरिउन्। उहाँहरूका चाहिँ जुन एउटा यो देशलाई खोक्रो बनाएर हरेक जन्मिँदै गरेको नेपालीको टाउकामा 80,000 ऋण बोकाएर त्यो आमा बुवाले जति बेला नि पीडा पोख्दै तिमीलाई पढाउनु पर्छ बढाउनु पर्छ, अब तिमीले विदेशै जानुपर्छ भन्ने बाध्यात्मक हिसाबमा लगिरहेको अवस्थामा यसलाई हामी चिर्न चाहन्छौँ। त्यसका लागि मेरो उम्मेदवारी हो। र नेपालैभरिका आम चाहिँ उम्मेदवारहरू जो आकांक्षी हुनुहुन्छ उहाँहरूलाई म शुभकामना पनि दिन चाहन्छु। र एउटा कुरा के छ भने मलाई धेरैले प्रश्न गर्नुहुन्छ अन्य दलबाटै आउनु भएको छ त तपाईँहरूको पार्टीमा फेरि त्यस्तै हुने हो कि भन्नुहुन्छ। यहाँ सिस्टम छ, सिस्टममा बस्दिनु होला। अन्य दल बिग्रियो भनेर त यहाँ आउनु भएको होला नि, बनाउँछु भनेर बिगार्न त आउनु भएको होइन होला। त्यस्तो मानसिकता कहीँ कहीँ देखिन्छ। केही साथीहरू म मात्रै बन्नुपर्छ भन्ने पनि छ, तर त्यो अहङ्कारलाई छोडेर हामीले आफ्ना छोराछोरीको आत्मसात गरेर छोराछोरीलाई हेरेर कम्तीमा भोलि हामीले राजनीति गर्दाखेरि घर जाँदा ती छोराछोरीले प्रश्न गर्दा तिमीले गरेको राजनीति हाम्रो पुस्तालाई ठिक छ त भन्दा
छाती फुलाएर एउटा कन्फिडेन्सको साथ मैले गरेको राजनीति ठिक छ भन्नलाई म चाहिँ आएको, अरूको विषय चाहिँ म जान्दिनँ। हस्, धन्यवाद समय दिनुहोस्। थ्याङ्क यू है, थ्याङ्क यू।